मेरो घरबारी गाई किन चराउँछ नमानेर हो कि आफै आउँछ पारिहाल्छु हुँदै लौरो आयो र लौरो तानेर आज गाई पिटेर धपाउनु गरिएको थियो गाईले चाहिँ घर्चै खानिदियो र फर्न बुल्टियो तल झरेर उठ्यो लौरोले गाई त छाड्दै गयो गाई कस्तो दिएन मारे गाई रहेछ मान्दैन क्या दुःखलाई म उता गएको कि सँगैको अब यता नले जान्न तिम्रो खरबाई यहाँ आफै आएको पर्छ लागि बसी जाँदैन ल हेर त्यसो होइन म खुरुखुरु भने सिलिन्डरको खेल्न अलिक पर गएर बस्नु गाई पनि सँगै गइहाल्नु ल हेर नधपाएर मान्छ न केही गरेर मान्छ त्यसो नगरिदिनुहोस् न बाबु त्यसरी त खरबाई चाहिँ भेटिन्छ नि अब यो नाम्नुहोस् न खरबाई भन्यो हालेको त्यहाँ जाओस् भने मारिहाल्छ गाईले ल हेर्न पाइएन ल हेर्न सकेन मारिहाल्छ ल उसले आज त्यो नपिट्दै यहाँ छोरी यस्तो